सो हे गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ तपाईहरुलाई मेरो नयाँ युट्युब च्यानलमा। कति ढुकाला आके त्यति राम्रोसँग पनि बोल्न सकेन। यो म काम गर्ने पसल हो हैन। म जान लाग्छु माथि सामान ल्याउनलाई। हेरौँ अब आजबाट मेरो डेली भ्लग आउँछ गाइस हैन। बत्ती बाले हैन त्यही भएर अँध्यारो अँध्यारो देखेछ अनि बत्ती बालेर सब देखाइदिन्छु तपाईहरुलाई। अब आजबाट मेरो नयाँ युट्युब च्यानल खोलेछु मैले। अब डेली भ्लग आउँछ गाइस हैन। डेली भ्लग आउँछ। लाइक शेयर सब्स्क्राइब गर्नु होला। यो मेरो पसल हो। मेरो भन्दा नि म काम गर्ने पसल हो के हैन। सो गाइस हैन यहाँ कितलीहरु हो। यो सबै कितलीहरु अनि यो गाग्रीहरु यहाँ छ। म यहाँ बोरा लिएर आएको। यो बोरा भयो बोरा लिनलाई आएको। यसलाई टक्क बत्ती बालौँ। फ्ल्यास बाल्नु पर्यो नि त अँध्यारोमा अँध्यारो छ। अब ल म यो मिलपट लिन आएको के मिलपट यो बोरामा ढक्क लाएर हाल्ने के अब कसरी हाल्ने ठुलो सानो त्यो तिनटा भने ल यो एउटा अनि यो दुईटा भयो हैन अनि तीनटा भयो हैन। अब सानो यो चाहिँ फ्ल्यास बन्द होला है गाइस। यो एउटा भयो फ्ल्यासै अन गर्नुपर्छ कि अब भएन यो। ल अब राम्रो देखियो। यो दुईटा भयो हैन अनि अर्को यो तीनटा भयो। ल हैन अब लगाइस यो बोरा पनि रेडी भइसकेछ हैन। अब यसलाई बोकेर काँदा हाल्ने र लाने हो है के त गाइस। ओके गाइस यो चाहिँ भइसक्यो। बत्ती गरम अफ। बोरामा हालेर काँदा बोकेर हिँडेछु। यहाँ पनि बत्ती गरम अफ। अँध्यारो भयो। ओ सेट साउन्ड खस्यो मार्छ ल राम्रो साउजले। यो चाहिँ कुकरहरु हेर्न सक्नुहुन्छ। कुकरहरु कति छ कुकरहरु एकदम भयंकर बोकेर हिँड्नुपर्छ यार। काम गर्न लास्टै गाह्रो छ के हेर्नु। यो पेटलाई पाल्नु पर्यो हैन। ओके गाइस अहिले साउको अगाडि चाहिँ म रेकर्ड गर्दिन। फेरि गाली गर्छ हैन। काम गर्ने बेला के गर्छ भन्ने भन्छ साउले। तपाईहरुलाई म एकछिनमा क्यामेरा अफ बन्द गरेर फेरि देखाउँछु है गाइस। ओके बाइ बाइ। त्यही बेलासम्मलाई मोबाइल चलाएर बसिरहेको ओहो मोबाइल चलाए मैले ओहो अहिले एकदम हैन एकदम औतारिक दाइ हो एकदम काम भने 20 मिनेट लाउने ओइ यहाँ पिताम्बरी छ। यो दाइ लास्टै औतारी दाइ हो हैन। तर केही छैन मलाई एकदम माया गर्नुहुन्छ हैन। काममा पनि एक यहाँ ढकनहरु यहाँ छ हैन। म यहाँ 46 को 46 को ढकन चिन्न आएको। हेर यो 38 को 38 40 42 44 and 46 को एउटा हैन। यो 46 को ढकन हो। हाम्रो त यहाँ कराटे सिक्दै हुनुहुन्छ एकदम पारासँग जानुभयो। अनि अरु के ल्याउँदै ए सस्पेन भन्नुभयो 10 सेट पातलोमा 10 सेट सस्पेन भन्नुभयो। अब बोरा चाहियो मलाई। यसमा हाल्नु क्या हो बोरा पनि छैन यार। यसमा हाल्दे बाक्लो पातलो कुन चाहिँ हो चढम पातल भन्दा चाहिँ तर अहिले फेरि तपाईले फेरि बोल्न नगर्नु ए जुत्ता त हामीले एक सेट 2 सेट 3 सेट 10 सेट 3 सेट भयो।
4 5 लगाएछ मैले 6 मैले क्यामेरा एकछिन अफ गरेँ है कति खाना दिनु हेर भुँडी पनि ठ्याक्कै 2 महिना यत्रो देखिया छ आमामामामामा के खानुहुन्छ हो यस्तो बिदिएर अर्को भाइलाई करायो कि अर्को भाइलाई कराउँ अल्छ इ अझ 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 13 16 18 को दुईटै पिस गाइस हैन म माथि फिल्टर झिक्न जान लाग्छु फिल्टर के भन्नु त फिल्टर झिक्नु पर्यो फिल्टर म देखाइदिन्छु है यो राइस कुकरको गोदाम गाइस हैन यहाँ सकिन्ला माथि अर्को ठुलो गोदाम छ यो भन्दा नि यो कर्लेक चक भयो कितलिउ त्यो यो 1 लिटरको स्टिलको राइस कुकर भयो यो भयो 1.8 को स्टिलको राइस कुकर यो अटोमेटिक चुलो जम्बु बर्नरमा यो चाहिँ डबल जम्बु हो यो हैन यसलाई भन्छ फुर्जार अरु के चाहियो यो खालकोलाई भन्छ फुर्जार यो कितलीहरु मैले अघि देखाइसके तपाईहरुलाई यो पनि हो चुलोहरु भयो यो चुलोहरु भयो त्यसलाई भाडा छौडा हाल्दिनु पर्यो क्या दुईटा तीनटा चारवटा पाँचवटा 6वटा लो गाइस मैले 6वटा यसरी ओइल क्यान लगेछ है 6वटा यसरी लगेको ओइल क्यान यसलाई भन्नु अहिको भाइले पठाइदिएछु मैले तल म यहाँ कप छिक्न आएको कुन चाहिँ कप भन्ने थियो इभोलो भिलासा सो गाइस मैले मोबाइल त्यहाँ अड्काइदिएछु हैन कप झिक्नु पर्यो नि त यो चाहिँ हो है गाइस यो हेर्न सक्नुहुन्छ फेवा लेखेको म कोलेन्डर लिन आएको एकै ठाउँमा एकै गोदाममा के अघि जहाँबाट मैले मिलपट लगाएर गएको थिएँ नि गाइस त्यहाँ हेर्न सक्नुहुन्छ मिलपट त्यहीँमा फेरि कोलेन्डर लिन आएको कोलेन्डर कता छ भन्दा नि माथि छ माथि चढ्ने पो कसरी हो कोलेन्डर भन्ने यही हो है सागहरू सागदानी सागहरू धुनलाई सजिलो हुन्छ कि सो गाइस म यो भिडियो यही खतम गर्न चाहन्छु धेरै लामो हुन्छ धेरै लामोसम्म धेरै लामो पनि हुन्छ हैन आजको भिडियो म यही खतम गर्न चाहन्छु अनि भोलि नेक्स्ट डेमा अर्को भिडियो आउँछ अर्को मान्छेको सामान छिक्नु पर्ने हुन्छ अब भोलि पनि मान्छे आउँछ कि आउँदैन त्यो पनि थाहा छैन हैन आइहाल्यो भने चाहिँ बनाउँछु नआए पनि बनाउँछु सामान आए पनि बनाउँछु हैन तर केही छैन मेरो नयाँ च्यानल हो हैन नयाँ च्यानल नयाँ भिडियो मैले फर्स्ट टाइम यो भिडियो युट्युबमा हाल्दैछु प्लिज सबैले साथ सपोर्ट गर्नु होला लाइक शेयर सब्स्क्राइब पनि गर्न नभुल्नु होला गाइस हैन सबैलाई शेयर गर्नु होला सपोर्ट गर्नु होला लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला ओके बाइ बाइ भेटौँला अर्को नेक्स्ट भिडियोमा त्यही बेलासम्म बाइ बाइ गाइस